साथीहरू मेरो मोबाइलको टेक्निकल प्रब्लमले गर्दाखेरि यो भिडियो बिचैमा आफै एन्ड भइदियो। त्यसले गर्दा यो 2 पार्ट हुन पुगेको छ। कृपया यसलाई अन्तिमसम्म हेरिदिनु होला दुवै पार्टलाई। तपाईलाई एकदमै स्वास्थ्य सम्बन्धी यसले जानकारी दिनेछ। हेर्नुस् न यो थर्मोकोल त केही पनि पग्लेन त मैले यहाँ गराउँदा त है। तपाईलाई झुटो बोलेको होइन, मैले एकदमै तपाईको अगाडि देखाएको छु। अब अरूले गर्दाखेरि त पुरै पग्लेको हुन्थ्यो, यो त केही पनि पग्लिछ। यो मैले अझ भाँचिहालेँ अब यसलाई चलाउँदा त्यही भएर म के भन्न चाहन्छु भनेपछि साथीहरू, तपाईहरुले यस्ता डब्बाबन्द सप्लिमेन्टहरू, सर्वप्रथम त हामीलाई यो सप्लिमेन्टहरूको आवश्यकता नै पर्दैन। दैनिक हामीले आफ्नै घरमा पकाएको खानेकुराहरू हैन, घरमै गाउँघरमै पाइने सागसब्जी अनि सिजनमा पाइने सिजनेबल फलफुलहरू, दुध दही मासु माछा हैन, दाल भात रोटी तरकारी घरमै पकाएर खान्छौँ, घिउहरू, त्यसैबाट सम्पूर्ण सप्लिमेन्ट अथवा सम्पूर्ण चिजहरू, न्युट्रिसनहरू, माइक्रो न्युट्रिसनहरू हाम्रो शरीरले पाइसक्छ के। अनि त्यो भएर अनि यो बढी अरू कम्पनीको मुनाफाको लागि, कम्पनीलाई उसले आफ्नो वार्षिक टर्नओभर बढाउनको लागि तपाईँ हामीलाई यसरी उल्लु बनाएर यस्ता सप्लिमेन्टहरू खुवाउँछ। त्यसरी किन हामी अरूको पछाडि पर्ने, हामीले किन यसरी सप्लिमेन्टहरू खाने। तपाईँ हामीले आफ्नै घरमा बनाएको खानेकुराहरू खाउँ न, घरमै बनाएको खानेकुराहरू खाउँ हैन, सिजनका फलफुलहरू खाउँ, सिजनका तरकारीहरू खाउँ, त्यसमै सबै आइहाल्छ नि हामीलाई चाहिने कुरो। दुध दही गाउँघरमै हुन्छ, मासु माछाहरू खाउँ बेला बेलामा, भइहाल्छ सबै। किन खानु पर्यो, किन अनावश्यक यो कम्पनीले बनाइदिएको। हेर्नुहोस् त यो जिलेटिन भनेको तपाईहरुको प्राय सप्लिमेन्टको डिब्बामा अथवा तपाईहरुले खाने यो फ्ल्याक्ससीड ओइलको डिब्बामा जिलेटिन क्याप्सुल सेल भनेर लेख्या होला। त्यो जिलेटिन क्याप्सुल सेल भनेको के हो त, त्यो गाई गोरु भैँसी सुँगुर बुँगुरको बोसोबाट बनाइएको, गाई गोरु भैँसी सुँगुर बुँगुरको बोसो, त्यसको छालाहरू, त्यसको हड्डीहरूलाई पकाएर एकदमै तातो पानीमा पकाएर उमालेर त्यसबाट निक्लिएको त्यो बोसो भनौँ न, बोसो हड्डीको रस, छालाको रसलाई अनि बाट बनाएको हुन्छ त्यो जिलेटिन क्याप्सुल। अझ मैले भनेको विश्वास लाग्दैन भनेपछि तपाईँ आफै गुगल गर्न सक्नुहुन्छ, आफै च्याट जिपिटीलाई सोध्नुहुन्छ जिलेटिन भनेको के हो भनेर सोध्नुहोस्, उसले भनिदिइहाल्छ हैन। हाम्रो क्याप्सुलमा त डिएक्सनको हाम्रो क्याप्सुलमा त त्यस्तो कुनै छैन। एचपिएमसी छ। एचपिएमसी भनेको हाइड्रोक्सी प्रोपाइल मिथाइल सेलुलोज हो। यो भनेको एकदमै 100% भेगन हो, भेजिटेरियन हो। यो वनस्पतिबाट बनाएको सेलुलोजको क्याप्सुलको बाहिरी खोल हो। यो जति खाँदा पनि हामीलाई केही पनि असर गरेन। यसरी मैले हेर्नु 2टा क्याप्सुल सेल हाल्दाखेरि पनि यो थर्मोकोल पग्लेन भनेपछि उहाँहरूको थर्मोकोल त पग्लिहाल्छ। अनि कसरी पग्ल्यो है साथीहरू, तपाईँ आफै विचार गर्नु होला। त्यही भएर यस्ता डब्बाबन्द खानेकुराहरू खानुभन्दा अगाडि एकचोटि लेबल पढ्नु होला, यो लेबलमा के लेखेको छ। तपाईँ हामीहरू अब यो साउन महिना लागेको छ, कतिपय दिदीबहिनीहरूले माछा मासुहरू खानु हुँदैन, इभन लसुन प्याज सुद्धा पनि खानु हुँदैन। अब त्यस्ता दिदीबहिनीहरू अब सोमबारे व्रत बस्दै हुनुहुन्छ, मन्दिर जानुहुन्छ हैन, भगवानको दर्शन गर्न, महादेवको दर्शन गर्न मन्दिर जान लाग्नु भएको हुन्छ। अनि बिहान उठ्ने बित्तिकै खाली पेटमा यस्ता सप्लिमेन्ट खानुहुन्छ कि फ्ल्याक्सिड ओइल लिनुहुन्छ, भिटामिन B12 लिनुहुन्छ, क्याल्सियम लिनुहुन्छ, फाइबर लिनुहुन्छ, भिटामिन D लिनुहुन्छ, भिटामिन E लिनुहुन्छ। अनि त्यो सबै डब्बाहरूमा के छ त, जिलेटिनले बनेका क्याप्सुलहरू छन्। जिलेटिन भनेको गाई गोरु सुँगुर बङ्गुरको बोसो, तिनीहरूको छालाबाट बनाइएको जिलेटिन हो। त्यस्तो चिजहरू हामी खान्छौँ खाली पेटमा। अनि साउने महिनाभरि हामी बार्छौँ, मासु माछा खाँदैनौँ भन्छौँ, अनि मन्दिरमा पूजा गर्न जान्छौँ। हेर्नु त यस्तो अखाद्य चिजहरू हामी खाइरहेका छौँ, हामीलाई कम्पनीहरूले खिलाइरहेका छ। के आवश्यक पर्यो हामीलाई त्यस्ता चिजहरू खानलाई हैन। यो तपाईहरुले एकदमै राम्रोसँग यसको इन्ग्रिडियन्ट्सहरू पढ्नु होला। अथवा तपाईहरुलाई यस्तो कुनै चिजहरू तपाईले सप्लिमेन्टहरू खाँदै हुनुहुन्छ भने म यहाँ मेरो WhatsApp नम्बर, मेरो डिएक्सन चन्द्र भनेर मलाई फेसबुकमा पनि साथी बनाउन सक्नुहुन्छ। अनि मेरो युट्युब च्यानल पनि छ, हेल्थ विथ ह्याप्पिनेस विथ चन्द्र थापा भनेर, त्यहाँ पनि गएर तपाईले भिडियो हेर्न सक्नुहुन्छ। अथवा मेरो WhatsApp नम्बरमा फोन गरेर मलाई तपाईले आफूले खाने सप्लिमेन्ट अथवा खाने कुनै पनि पदार्थको फोटो, अगाडि पछाडिको फोटो खिचेर पठाइदिनुस्। तपाईहरुलाई हेर्ने त्यति फुर्सद छैन अथवा हेर्न आउँदैन भने पनि म त्यो सम्पूर्ण जानकारीहरू लाई एकदमै निहालेर अथवा च्याट जिपिटीसँग सोधेर, अध्ययन गरेर, बुक्सहरू पढेर, रिसर्च गरेर तपाईहरुलाई त्यसमा भएको खाद्य चिजहरू राम्रो हो कि होइन, स्वास्थ्यलाई फाइदा गर्ने हो कि होइन भनेर म तपाईहरुलाई भनिदिन्छु। र मेरो भिडियोहरू कस्तो लाग्छ तपाईहरुलाई, तपाईको नानी बाबुले कुनै दैनिक कुनै चिजहरू, कुनै बिस्कुट, कुनै पेय पदार्थहरू त्यस्तो खाँदै हुनुहुन्छ भने पनि भन्नु होला, यस्तो यस्तो चिज हामी खाइरहेका छौँ, यसको पनि भिडियो बनाइदिनुस्, यसको पनि इन्ग्रिडियन्ट्सहरू बताइदिनुस् भनेर मलाई भन्नुभयो भने म पनि त्यसको बारेमा बताउँदै जानेछु। तपाईलाई मेरो भिडियो राम्रो लाग्छ भनेपछि लाइक गर्नु होला, कमेन्ट गर्नु होला,
र आफ्ना यस्ता साथीभाइहरू र यस्ता क्याप्सुल खाने यस्ता सप्लिमेन्ट खाने आफ्ना साथीभाइ दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई यो भिडियो पुर्याइदिनु होला। उहाँहरूलाई पनि भनिदिनु होला यो जिलेटिन भनेको त खाने चिज रहेनछ, यो त गाई गोरु भैँसी सुँगुर बुङ्गुरको बोसोबाट छालाबाट बनाएको हुँदो रहेछ। हामीलाई त कम्पनीले एकदमै बेवकुफ बनाएको रहेछ, यस्तो अखाद्य चिज खुवाएर भनेर उहाँहरूलाई पनि त्यो कुरो भनिदिनु होला। र त्यस्तो कुनै तपाईँहरूमा मनमा लागेको कुरो त्यस्तो क्वेसनहरू छ भने पनि तपाईँले मेरो व्हाट्सएप नम्बरमा आएर सोध्न सक्नुहुन्छ, मलाई डाइरेक्ट कल गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। र यति भन्दै यो त्यो विभिन्न भिडियोहरूमा देखिने फ्ल्याक्सिड वाइलले अन्तमा के भन्न चाहन्छु भने त्यो विभिन्न भिडियोहरूमा देखिने फ्ल्याक्सिड वाइलले त एउटा फ्ल्याक्सिड वाइल हाल्ने बित्तिकै त्यो थर्माकोल पग्लेको हुन्थ्यो साथी हो। तर मैले त मेरो डिएक्सन कम्पनीको 2टा थर्माकोल हालेँ तर पनि पग्लेन। र मैले ChatGPTलाई पनि सोधेको थर्माकोललाई यो हाम्रो कुनै पनि फ्ल्याक्सिड वाइलले पगाल्छ र भनेको, उसले सिधै भन्थ्यो त्यस्तो त हुनै सक्दैन, फ्ल्याक्सिड वाइलले किन पगाल्ने, अनि किन पगालेको बजारमा भिडियोहरू छ त भनेको त्यसमा कुनै केमिकल हालेको हुन्छ, त्यो थर्माकोललाई पहिल्यै केमिकल हालेर भिजाएर राख्छन् अथवा केही हुन्छ, या कुनै नेल पलिस रिमुभरहरू हुन्छ। जस्तो हामीले तपाईँले नङ पालिस लगाउनु भयो भने त्यसलाई साफ गर्ने नेल पलिस रिमुभरहरू हुन्छ नि, त्यस्तो कुनै अथवा कुनै एसिडहरू या केही त्यस्तो केमिकल हालेर पगालेको होला। फ्ल्याक्सिड वाइलले त पगाल्दैन भनेर भन्यो ChatGPTले पनि। तपाईँले पनि सोध्नु होला। त्यो भएर आइन्दा यस्ता चिजहरूमा यस्ता भिडियोहरूलाई हेरेर तपाईँले सप्लिमेन्ट खाने कोसिस नगर्नु होला, किनकि कतिपय उहाँहरूले पनि भन्नुहुन्छ यो हाम्रो कम्पनीको फ्ल्याक्सिड वाइल खानुभयो भने यसले हाम्रो शरीरमा भएको कोलेस्ट्रोललाई यो थर्माकोललाई पगाले जस्तै गरी हाम्रो कोलेस्ट्रोल पगालिदिन्छ अरे, अनि हाम्रो शरीरलाई कोलेस्ट्रोल रहित बनाइदिन्छ अरे। त्यो पनि एकदम भ्रमामित कुरा हो, एकदमै भ्रम हो, त्यो कुरामा विश्वास नगर्नु होला। मैले यो कोलेस्ट्रोलसँग हाम्रो यो फ्ल्याक्सिड वाइलले कुनै सम्बन्ध राख्दैन है। कोलेस्ट्रोलको अर्कै पाटो छ, फ्ल्याक्सिड वाइलको अर्कै पाटो छ। फ्ल्याक्सिड वाइलमा ओमेगा 3 फ्याटी एसिड हुन्छ, ALA हुन्छ, अरू कुनै पनि चिज हुँदैन। ALAले एकदमै हाम्रो शरीरलाई राम्रो फाइदा गर्छ। यसले हाम्रो रक्तनलीको स्वास्थ्यलाई सहयोग गर्छ, हाम्रो कोशिकाहरूको झिल्ली सेल मेम्ब्रेनलाई पनि स्वस्थ राख्न मद्दत गर्छ। यो तपाईँले राम्रो कम्पनीको हेरेर खानै पर्छ भने हाम्रो डिएक्सनको खान सक्नुहुन्छ, जनमा जिलेटिन छैन, गाई गोरु सुँगुर बुङ्गुरको बोसो त छैन। यस्तो खान सक्यो। अब तपाईँलाई गाई गोरु सुँगुर बुङ्गुरको बोसो हालेर खिलाइरहेको छ हेर्नुहोस् त कम्पनीले। त्यो भएर तपाईँले अलिकति ध्यान दिएर ध्यानपूर्वक यस्ता चिजहरू सप्लिमेन्टहरू यस्तो चिजहरूको प्रयोग गर्नु नै हुँदैन। यदि गर्नु पर्यो भने पनि मार्केटमा कुन कम्पनीको राम्रो छ हैन, कुन प्रोडक्ट राम्रो छ, कुनमा जिलेटिन छैन भनेर प्रयोग गर्नु होला। र यो तपाईँले पनि आफैले रिसर्च गरेर यस्ता चिजहरू सेवन गर्नु होला, नत्र तपाईँलाई हैन अब यस्तो धार्मिक आस्था राख्ने हामीलाई यसरी कम्पनीहरूले गाई गोरुको सुँगुर बुङ्गुरको बोसोहरू खिलाइरहेका छन्। यो एकदमै अखाद्य छ। यति भन्दै म अर्को भिडियोमा पुनः तपाईँहरूलाई अरू कुनै नयाँ प्रोडक्ट लिएर आउनेछु। मेरो भिडियो हेरिदिनु भयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।